ल सम्पूर्ण साथीहरूलाई नमस्कार है। आज चाहिँ म शनिबारको दिन दिउँसो अहिले करिब 12 बजिसकेको छ। आज चाहिँ यो टमाटर पाकेको छ। यो टमाटरलाई चाहिँ टिपेर मैले बजारसम्म लग्नेवाला छु। कृपया भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला। सिँचाइको पनि अभाव, खडेरीको प्रभाव परेको छ साथीहरू। ल है साथीहरू, मेरो चाहिँ यो भारी तयार भइसक्यो है। मैले आज त्यो टङ्गरीमा लाग्रो त्यो आउँछ चिङ्रो नि तान्यो त्यो कालो हिजो पारि छोडिके छु कि पारि लगाएको म चाहिँ टमाटर बेच्न लगभग 1 घन्टा पछि चाहिँ म बेचेर पनि आइहाल्छु साथीहरू है त। म चाहिँ अब लिबाङ जाने र माथि साउने पानी जाने बाटोको दोभानमा आइसकेको छु। म चाहिँ अहिले साउने पानी भन्ने लमासमारी जान लागेको साथीहरू। यहाँ चाहिँ बाटो एकदमै डेन्जर छ है त, बाइकले तान्दैन। मान्छे लोट्यो भने त फरक पर्दैन, टमाटर लोट्यो भने त के चाहिँ को हुन्छ त। बाटो एकदमै डेन्जर छ साथीहरू। यो अस्ति पानी परेर के भन्छ यो बाटैमा नाली छैन कि त हाम्रो बाटो यही हो, ठुलो भन्दा पनि हुन्छ। त्यो डेन्जर छ नि बाटो, लास्ट डेन्जर छ यार। यो बाटो होइन साथीहरू, यो चाहिँ अब बाटो खन्नेवालाहरूले झुकेर कुलो खन्या जस्तो देखिन्छ। कति राम्री सानानी मोहनीलाई एउनी फिदा भए एकै नजरमा, यति राम्री सानानी जन्मियौ कसरी, तिनी मात्र लाखौँ हजारमा। उकाली काट्नै पर्यो साथीहरू। यहाँ मात्र बोर लागिरहेको छ यार। बाटो हेर्दा त वाक्क लाग्छ यार, के गर्नु र। मेरो बाटो यस्तै छ, हिँड्ने बाटो। जिन्दगी यही बाटो उकालो ओह्रालो गर्दै जाने भयो। अब यदि ओइ 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 किन नाच्छ त रे अरे के देखि उता चाहिँ भुमा हुँदै लिबाङ बजारतिर जान्छ भने म चाहिँ यता साउने पानीतिर निस्किएँ। खास म आएको चाहिँ त्यो तल गाउँदेखि आएको हो साथीहरू। त्यो पारि त्यो स्कुल देखिरहेको छ, त्यहाँदेखि आएको म चाहिँ। करिब यहाँ पुगेसम्म चाहिँ आधी घन्टाभन्दा बढी भइसकेको छ। ओ साउने टमाटर राख्नुहोस् कि छ? को ल्याउनु भयो? हो त्यसो भए त तनाव भयो त नि। हत तरिका उता लमासमारतिर पनि जानुभयो कि हो? ए दाइ सन्चै हुनुहुन्छ? तपाईँ त हार्दिकको बुवा हुनुहुँदो रहेछ नि मैले नचिनेको के यहाँ दाइ।
टमाटर बेच्दिनु टमाटर बेच्न लाग्यो यार गाह्रो छ नि त यार भएन हजुर भएन अब उतातिर लग्नु पर्यो अब नमस्कार यता जानु लाग्नु भएको आफ्नो बजार चाहिँ आइपुगिसक्यो गाह्रो छ यार टमाटरै बित्दैन यार दिमाग खराब यार हत्तर यार के हो यार यस्तो यार ओ माई गड अन्त यहाँ सब्जी हुनुहुन्न कतिखेर आउनुहुन्छ त यहाँको नम्बर छ नि भयो भने हजुर ए हुन्छ सब्जी बस्नु होला है र म चाहिँ टमाटर साउजीले राखिदिनु भयो धेरै खुसी छु म अब ल फाइनली म चाहिँ टमाटर बेचेर पनि घर आइपुगिसक्यो है साथीहरू अब घर जानु पर्यो मेरो घर जाने बाटो यही हो ल आइपुग्यो यार कमाइ कति भएछ भन्दाखेरि 5 6 7 8 900 रुपियाँको चाहिँ आज टमाटर बेच्यो योमा प्रफिट भनेको यति मात्रै हो यो चाहिँ प्रफिट यो चाहिँ अब तेल गाडी भाडा ल धन्यवाद साथीहरू लास्टसम्म हेरिदिनु भयो यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने चाहिँ फलो गर्न नबिर्सनु होला साथीहरू है।